घरबाट भर्खर निस्क्यो आमा बाबा लगेर चाहिँ हस्पिटल लाग्यो फ्यामिली टुर भनौँ न छोरीको बाबा म अनि आमा बाबा अन्जना जगतेको बाटो यस्तो बनेको छ यहाँ अहिले अघिल्लोचोटि तिमाल जाँदाखेरि चाहिँ एकदम बाटो सफा थियो अहिले चाहिँ अब बर्खा लागेर होला यस्तो चाहिँ होस् लागेर धुम्म परेको केही पनि देख्दैन बाटो चाहिँ यहाँ यस्तो छ यता चाहिँ डाँडा काँडा पाखा पखेराहरू चाहिँ सबै यस्तो केही नदेख्ने उसुली मैले खुलेर यहाँको दृश्यहरू यस्तो अलिक हेर्न पाइयो देख्न पाइयो भकुण्डे बेसी पुग्न लाग्यो हामी चाहिँ अहिले यो चाहिँ भकुण्डे बेसी बजार अरे होइन यहाँबाट हो तिमीले जाने माथि नवबुद्ध यहाँबाट हलेसी तिनवटा बाटो रहेछ यहाँ कहाँ जाने ल हामी चाहिँ अहिले यतिखेर चाहिँ 25 किलो काबे फेरि भन्ने ठाउँमा छौँ हामी यहाँ लगभग 9:30-10 बजी पुग्यो होला अहिले 11 बज्यो हामी 1 घन्टा 1.5 घन्टा नै बस्यौँ होला यहाँ बाटो ब्लक छ नजानु भनेर भने हामीलाई धुलीखेल देखे पनि त्यस पछाडि आएर यता अनि के ठाउँ अरे अघि यो ठाउँको नाम त्यहाँ पनि बडा नजानु भन्दै थियो तर पनि हामी जबरजस्ती यहाँ आयौँ अब हामीले अहिले चाहिँ के सुन्यो नि बाटो खुल्यो जाँदा हुन्छ भन्ने सुनेर चाहिँ अब हामी भन्नुभयो आमाले कस्तो रहेछ आमा खाना मिठो रहेछ अनि त्यस पछाडि हामी त खाना खानु बाँकी नै छ अझ अब त 2 जनाले खाना खायो 3 जना चाहिँ अब अलि अगाडि गएर खाना खाने भने हामी खाजा खाट टर्न भयो यस्तो रहेछ यहाँ पहाड अब पहिरो जाने ठाउँ यस्तै रहेछ त्यही भएर नि बाटो ब्लक भएको अरे लायो मेमे लक लायो अब लाग्यो हलेसीको यात्रामा फेरि पनि 25 किलोबाट अगाडि बढ्यो हामी इबी अहिले हामी कहाँ जान आँटेको हलेसी जान लाग्यो अब के भने अब मलाई भन्न आउँदैन नि भन्नु आउनु मान्छे किन क्यामेरा यही बाटो ए जाँदा खाएको पावले यस्तो हाँस्यो दिदी र भाइ क्या मिल्ने चाहिँ परे खरबुजा खाएर जाऊ रे अरे खोइ के भने खरबुजा खाएर जाऊ रे खरबुजा खाएर जाऊ अरे बाटो बनाउँदैछ खोइ के भने सुने मैले अरे खरबुजा नि खा भने पुलिस रहेछ ट्राफिक कहाँबाट आउँछ यो बाटो स्कुलबाट हो क्या माथि हुनुहोस् है यता बाटो छैन लो फेरि बिजोक भएको अवस्था अब बाटो खुल्यो भनेर आएको यहाँ आइसकेपछि बाटो पनि ब्लक छ गाडी पनि छैन यहाँ मेसिन लगाएको पनि छैन यहाँ हाम्रो मान्छे स्याट भएर बसिरहेको छ पापा रमाइलो भइरहेछ है पापा फर्किने कि जाने त अब के हो त्यही भएर मेसिन लगाइरहेयो भने खुल्छ भन्नु होइन खुरकोट पो जाने त है बाटो बन्नेको वेटिङमा छु अब 2 घन्टा जति भइसक्यो यहाँ आमा पापा दुवैजना बाटो कहिले बन्छ भनेर कोरिरहेर बस्नु भएको छ लगभग 2 घन्टा भइसक्यो होला हामी आएर बसेको अब बाटो कहिले बन्ने कहिले खुल्ने अनि कहिले जाने हो थाहा छैन 1:30 भयो आज बाटोमै बास बस्ला जस्तो छ हामीहरू हलेसी भोलि पुग्ला जस्तो लाग्यो हामी त बिचारा बिजोक भएर बसिरहेको छ है कस्तो फिलिङ भइरहेछ रमाइलो कस्तो रमाइलो आराम मिलिरहेछ हो जिउलाई
बिजोक भइरहेछ आमा पापासँगको टुर बिचारा आमा पापालाई घुमाउनु लैजाउँ भनेको खोलाको छेउमा बसेर यहाँ यी टहराको छेउमा बसेर यसरी बसिरहेको छु आफैलाई माया लाग्दो भएर निङ्चे भएर ल अब बल्ल 2-3 घन्टाको वेटिङ पछि बल्ल बाटो खुल्यो अब बाटो खुलेपछि हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ हाम्रो साथमा आएको माया लाग्यो यो उयोहरूलाई बल्ल बिहान बात गरेर हामीलाई सुन्नमा आएअनुसार चाहिँ अगाडि पनि धेरै ठाउँमा बाटोहरू ब्लक छ तर मेसिन लगाइरहेछ भन्ने सुनेको छु अब हिँड्दै जाउँ अगाडि बढ्दै जाउँ कहाँ के रहेछ आज कहाँ पुगिने हो थाहा छैन तर हिँडिरहेछौँ हामीहरू चाहिँ कस्तो हल्लिँदो रहेछ अब ल अब चाहिँ हामी नेपाल थोक लाग्यो भन्दा पनि आइपुग्यो भन्दा पनि हुन्छ यहाँबाट 15 नेपाल थोक सानो के नखाने खाजा के खान लाग्यो खाजा किन यहाँ चाहिँ खास के हो यो त्यहाँ होइन आमा झुन्डाउने भयो Dasang Shepa. हामी आफैले पाल्ने हो ऊ अगाडि अगाडि उता अलि उता जानु न झुन्डाइदिएर आयो अलि माथितिर अलि माथि उयो एउटा गाडी खाली भएछ पापाले कहाँ झुन्डायो उयो गाडी खाली भएको ठाउँमा झुन्डाउनु हो त्यसलाई खाली रहेछ हो त्यो खाली रहेछ ल इबीले पुरा ध्यान गरेर आएछ र इबी एकछिन है उयो नगर्नु भयो हेलो गुड मर्निङ टासिदिले आज हालिसीको चाहिँ डेट हो अहिले त हामी गर्मीमा छ यतिखेर हामी बसेको होटल त्यही हो मिलन होटल एन्ड लज हामी लगभग बेलुका यहाँ 9:30 आइपुग्यो होला अहिले जब उठेर हामी हलिसी जान लाग्यो छोरीको बाबा सबैजना रेडी भइसक्यो अब चाहिँ हामी जाने अब चाहिँ गुल्मीबाट हलिसी जाने उनको नजिक पुग्यो हामी चाहिँ अहिले हामी चाहिँ लगभग 6:15 गयो हामी चाहिँ अब चाहिँ यो पुल तरेर चाहिँ पारिपट्टि जान्छौँ कति लामो पुल है आमा खोला त अलिक उयो भइ धमिलो भइसकेछ नि त है हेर्नु त खोला लामो छ ल
त्यही हो अस्ति अघि हिजो आउने ठाउँमा कति लामो है फुल लामो शीर्ष गाडी हेर्दा सानो रहेछ नि त दुईवटा गाडी छिर्ने रहेछ नि के त हर्कपुर अरे हर्कपुर प्रहरी चौकी हर्कपुर बाटो राम्रो होला है अब चाहिँ दुधकुसी दुधकुसी पुल अरे ल पुलहरू चाहिँ कति लामो लामो है चेकिङ हो यहाँ पनि पापा निन्दर लाग्यो कि हाम्रो पापालाई अब के भयो एक्साइटेड भयो अलि पुग्यो त छैन पुग्नु नानी भन्नु हालिसी बजार ठाउँ कस्तो लाग्यो आमालाई एकदम राम्रो लाग्यो हालिसी भन्ने ठाउँमा आइपुग्नु लाग्यो खुसी छ नि खुसी छ अब कता हो के हो भने थाहा छैन घुम्नु चाहिँ बाँकी छ है घुम्नु चाहिँ बाँकी छ भर्खरै त्यो बजारको चाहिँ आइपुग्यो छैन बजार पनि होइन के हो अनि के छ मेरो बाउ छोरीको हालखबर चाहिँ यहाँ सानो छोरी कान्छी छोरी के छ त पपाचाको हालखबर ठिक छ पुग्यो हो अब हलेसी छिरेको हो यहाँबाट ए त्यस्तो रहेछ यहाँ के ल हामी हलेसी छिर्यो अब है पनि पहिला धेरै अगाडि आएको अब बिर्सिसक्यो तर कस्तो छ के छैन हामी हलेसी छिर्यौँ अब यस्तो रहेछ हलेसी बजारै भनौँ है बजारै होला है यो त तर पहिलातिर भन्दा त धेरै डेभलप भइसकेको रहेछ यो बजारै रहेछ नि त है बाटोहरू त साँगुरो रहेछ है अलि होटेलहरू राम्रो राम्रो रहेछ है Okay, let's go. गुप्तेश्वरी महादेव जाने बाटो मेन्दुरावा नि रहेछ त गुप्तेश्वर के अरे नेपालीमा होला अनि मेन्दुरावा चाहिँ छेउछेउमा होला कि अपलोडै अपलोड रहेछ है अनि अपलोड जाँदैछौँ अब कति लाग्छ अरे यहाँबाट हामीलाई टाइम अब 15 मिनट अनि त्यसपछि अलि हिँड्नुपर्छ अरे है तिमी यहाँ त हामी बुद्धिस्टको त त्यस्तो चोखोमा बस्नु पर्दैन कि बिरामी भयो होइन यो पाखुरा नै के भिडियो नुनै लाग्छ नुनलाई हो कि चिनी नलाई हो कि थाहै छैन हाम्रो उतातिर बस्तीले त्यति खाएन डाइट खाँदैछ है मम्मी चन्द्र पानीहरू सबैलाई तल्लो भेगतिर खान्छ घोडाले मलाई अब खानु ल कालो चिया अब सानो हो ब्ल्याक टी म त खाँदैन के नाल भन्नु किन्नुभयो भने आई बिहानको चिया मिठो भयो मम्मीलाई यो
दिनुपर्ने होला नि त्यो पर्दैन हे किन हो अरे त्यो निमाछाले गाह्रो नहोस् भनेर बनाइदिएको थियो होला धर्म गरेको देखो न देखो होइन उयो हो हेर्नु त यहाँ पो हेरेर तलै हो गाइस देखो न फेरि उसको क्यामेराम्यानै आउँदैन क्या अब आमा भन्दा पनि तल पो गाह्रो भयो म मोटो भएर गाह्रो भयो भने बाबा खोइ गाइस हिँड्दैछु यो चाहिँ यस्तो छ हामी अहिले के भन्छ के अरे गुफामा जान आँटेको कस्तो थाक्यो कति भइसक्यो हिँडेको पुग्दैन झ्यालाई छिटो यहाँ चाहिँ ढुङ्गावाला रहेछ सावर राजाको छोरी सावर भन्ने ठाउँको राजाको के अरे राजाको छोरी खाण्डमेन्द्रलाई चाहिँ यहाँ गुरुदेव मुचेले राखेको ठाउँ पनि भन्नुहुन्छ है हजुर त्यसरी पत्ता लागेको दिदी गाईले पत्ता लगाएको ठाउँ के तर अहिले यहाँ जस्तो मान्छे धन्यवाद नानी आमा आज तल कस्तो ठुलो हेर्नु त यहाँ फुट्ने माल हो यो हेर्नु माथि नानी तिमी भित्र गएर छ नि बज्र पहिला अब छिर्ने के छ रे के मेन चाहिँ भित्र ओइ हजुर छिर्नुपर्छ क्या ल ल ल ल ल नमस्कार अब छिरेपछि हुन्छ बाबा हिँडेमै छिर्नु अनि म पनि छिर्छु अनि आउँदाखेरि यसरी आउने ल ल ल बाबा छिर्यो नानी भिडियो बनाएको कस्तो उयो गरेर बनाउने कि यहाँ अब यो भित्र पो खाता चलाउ हो कस्तो कुरा यसलो खाता निकाल्नु त सक्छ मामा टाउको ठाउँ के हुन्छ पापा सक्दैन पापा सक्दैन बिस्तारी मामा निउरिनु अब निउरिनु च्यापे भोको गरौँ न। तल च्यापे टाल्नु हात माथि गर्नु दुईटा हात माथि तान्नु अँ, सक्दैन होला सकियो त सक्यो अब हाँ मामा अब यहाँ खुट्टा यो यता अब मामाले थाहा पाइहाल्छ नि सक्दैन होला भने सक्छ। सक्छ कि आमा सक्छ हो सक्छ मामा हात दुइटै उता लानु किन्छु बाबा त गइसक्यो म ठेल्थेँ है ल समात्दै जानु न भित्रै जाउँ क्या अँ भित्र जाने है खुद निस्किनु बाहिर भित्र ल खाता दियो बिस्तारी है खाता खै त्यस्तो टाउको धेरै चलाउनु हो त्यो गुफा चाहिँ यस्तो रहेछ यो गुफाबाट भित्र छिर्नुपर्ने देवथान चाहिँ भगवान् चाहिँ भित्र बस्नु भएको छ अरे गुफामा यसरी छिर्नुपर्ने रहेछ यहाँ ल नानी पापा भित्र छिरिसक्नु भयो ओइ बिस्तारी अब छोरी नि छिर्यो नानी टाउको ठोक्ला मास्तिर पापा छिरेर यहाँ बाउ चाहिँ छिरेर निस्केको अब हामी बसेर हो। उयो त पनि अहिले चाहिँ नानी हामी अलिक उता न, गुफाभित्र मम्मी आउने। म कसरी जाने मिमी कहाँ जानु भने आउनु न मिलाएर छिरो है फेरि हुन्छ बिस्तारी है छिरेको टाउको ठोक्ला ल आमा त लाउनु ओ आदि आमा त गाह्रो हुन्छ ए हातले त हेर पर्दैन म आइहालेँ नि खादाहरू दिनु न नि के गरेको पापाले ध्यान राम्रो गर्यो आमा त्यही पछि ध्यान गरौँ ल खाता जति हो त्यो आमाको आफैले चलाउने कि म आफै म नि आफै आफ्नो पैसा ल त्यहाँबाट ध्यान गर है गर्नु चाहिँ गरेर ल आमा ध्यान गर्नु पापाले उयो गरिरहेछ बन्ने ठाउँ यहाँ छ है ल अब त चिप्लेर ल है यहाँ चिपिँदैन पापा एकछिन है हिँड्छ पो गरेर बिस्तारै ल ल खुट्टा पनि निकाल्नु निकाल्दैछ हो अब बिस्तारी त्यो के ल ल ल ल कता हो यहाँ समाते छ नि रहेछ पारे सबै ने ठुलो रहेछ यहाँ त ल मामा अब बिस्तारी छ्याप्प बस्नु त टाउको ठोक्ला है बिस्तारी ल मामा यो खुट्टा एउटा उता राख्नु ल ल वास्तै निस्किँदैन टाउको ठोक्छ अलि निउरेर अझै निउरेर ल
झरिरहेछ तपाईँहरू थाहा छैन हो यो थाहा छैन त नि ल भनिदिनु न अलि ए त्यहाँको बारेमा थोरै म बताउँछु यो चाहिँ मेन्दरालाई चाहिँ यहाँ हलेसी मारुतिकमा गुरु रिम्पोछेले बोलाउनु भएको उहाँ तपस्या गरेर अर्को जन्मको लागि होइन तर त्यहाँ चाहिँ राक्षसहरूले मारहरूले त्यहाँ बस्नु नदिइसकेपछि बस्ने अवस्था नभइसकेपछि मेन्दरालाई चाहिँ यहाँ गुरु रिम्पोछेले ल्याएर चाहिँ राख्नुभएको ठाउँ हो यो त्यही भएर यो ठाउँमा चाहिँ उहाँ चाहिँ बसेपछि उहाँ चाहिँ 3 महिना 9 दिन 2 महिना 9 दिन के अरे बसेर उहाँ आफ्नो पूजा सिद्धि भनौँ न अब होइन सकिएर जानुभएको होइन र यहाँ चाहिँ हेर्नुहोस् ल यसलाई मेन्दर भनेर चिन्छ तपाईँहरू मन्दर भन्छ नि मन्दर भनेर यहाँ मन्दर खाता हामीले यहाँ राख्ने कि त्यहाँ हुन्छ यहाँ माथि लाउँदा केही फरक पर्दैन यो भनेको उहाँको एरिया हो होइन अनि यो भनेको तपाईँहरू छेबुम भन्छ नि छेबुम यसलाई छेबुम भनेर हामी चिन्छ है अनि छेबुम भइसकेपछि यता हेर्नुहोस् यो चाहिँ मन्दरवा चाहिँ यहाँ तपस्या गर्दा ध्यान गर्दा खाना पकाउनु त पर्यो खानु त पर्यो त्यसको लागि उहाँले चाहिँ चुलो बनाएको यहाँ तपाईँहरू यहाँ हेर्नुहोस् यसलाई फुर्बा भन्छ यसलाई फुर्बा भनेर चिन्छ तपाईँहरू नागा भन्छ नि लु नाक लुके लु स्नेक यो तपाईँहरू नागा यहाँ छ अनि यसै गरी यता हेर्नुहोस् त नानी यो चाहिँ गणेशको सुट भन्छ है गणेश भगवान्को यहाँ पूजा हुन्छ अनि ल तपाईँहरू निमा भन्छ नि घाम यहाँ हेर्नुहोस् यो पहिला धेरै सेतो थियो होइन अहिले खादा बाँडेर पनि लिएको थियो यहाँ धुप बालेर पुरै कालो भएको छ यो एरिया अहिले हामी धुप बाल्नु दिनु छोड्यौँ अहिले हामी धुप बाल्नु नदिएको कारण त्यो हो अनि यता तपाईँहरू नि यहाँ तपाईँहरू दावा भन्छ यो होइन जुन यहाँ जुन चाहिँ त्यता निमा यता दावा भन्छ यसरी चिनिन्छ यहाँ है अनि यो तपाईँलाई अगाडि हेर्छ यहाँ हेर्नु त यो चाहिँ कछुवा तपाईँहरू रुबेल हुन्छ नि आयुको पूजा यहाँ हुन्छ अनि पर यो आयुको है यहाँ आयु हजुर यहाँ आयु बाँध्ने ठाउँ भन्छ म नानी त अलिकति हो अनि यहाँ हेर्नुहोस् यो यसलाई मेन्दराको सामान राख्यो खोपा भनेर चिन्छ यसलाई है यहाँभित्र घन्टीहरू के ढुङ्गाको आकारहरू छ अनि यो साइडमा चाहिँ घन्टी जस्तै खालको ढुङ्गा पनि छ एउटा त्यता पनि छ यता पनि छ यो घन्टीको पनि भन्छ ढुङ्गा पनि छ यहाँ हेर्नु त यो यहाँ तल अझै यता हुन्न नि यहाँ तल ढुङ्गा छ सिधा यो ढुङ्गालाई चाहिँ घन्टी भनेर चिन्छ है ल अब यता हेर्नुहोस् यहाँ मेन्द्र तपस्या गर्दा बजाएको डमर छ यहाँ नजाउँ यता आउनु नानी यसलाई डमर भनेर चिन्छ है ढुङ्गा हो तर यो बज्छ यो ढुङ्गा यो मदमहरू भनेर पूजा गर्छ हामी ल 50 रुपैयाँ झऱ्यो मैले यहीँ चढाइदिएको यो आइगो भने नि तपाईँ पनि यहाँ राखिदिउँ न है आइगो भने यहाँ त यो त ठेङ्गा सबै आमार पापाको ठेङ्गा यहाँ ल्याउँछ सबै म देखाउँछु उहाँहरू ठेङ्गा ल्याउनुहोस् न अनि म जान्छु त्यता है ल नानी यहाँ माथि हेर्नु त ल यो 5वटा औँला छ यहाँ यो औँला छ है ल भयो यो 5वटा औँला छ एउटा दुईटा तिनटा चारवटा 5वटा छ औँला छ यसो गरेर बसेछ यो चाहिँ राति चाहिँ यस्तो देखिन्छ फेरि राति चाहिँ पुरै यस्तो देखिन्छ सेतो देखिन्छ है यस्तै तल्किन्छ राति चाहिँ यो चाहिँ यहाँ मेन्दरालाई चाहिँ आशीर्वाद दिएको गरेर गुरु रिम्पोछेले भन्छ है ल तपाईँ राति चाहिँ यस्तो देखिन्छ हेर्नु त राति चाहिँ यस्तो सेतो देखिन्छ राति चाहिँ बल्छ अलिअलि देखिन्छ पेसाउँदै दिनु न त छोएर लैजाऊ चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले हिरै नमरो पेसाङ मिल्दैन छोएर लाने के छोएर चाहिँ लाने त्यसो कहाँबाट खुट्टा हालेको बुढा उनको झ्याप्प छातिँदैन अब छाती बिस्तारै यसको जिउै पहिला उयो गर्छ ल ल मिलेन आइ बिस्तारै आइज है अलि उता गर्न आफै ढाड चलाइ टोकल न बिस्तारै है ल अड्किँदैन
टाउको ठोक्ला माथि टाउको चाहिँ फुट्दैन नि। होइन यहाँ खै सामान ठोइ भित्दैन अहिले चलास् त उयो डल्लोहरू देखि टाउको ठोक्छ है माथि त्यो खोज्छ टाउको टाउको ठोक्ला अब माथि हेर्ने उयोतिर हेर्ने टाउको ठोक्ला भनेको पहिला ठेङ्गाहरू ल्याउ त्यो गाई चाहिँ खोइ ठेङ्गा यहाँ पनि लाउन नि खोइ थियो हो ओइ बिस्तार जा ओइ आमा टाउको टाउको ठोक्ला ठोक्दैन भनेको कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसो स्यापै रहेछ नि यहाँ देखेन होला यहाँ स्यापै रहेछ यत्रो ठुलो स्याप रहेछ यहाँ म आउँछु है कहाँ हुनु हो अलि भयो अलि भयो यो छोप्ने होला के के जबरजस्त कहाँ हुन्छ यो होइन यो के हो यो खै कहाँबाट पुग्ने हो यो त हुन्छ यो त पलै पल्दैछ उता यो चाहिँ भएन है यस्तो त दाइटो पाउँछ चाहिँ आमा पुग्ने पुग्दैन हामी चाहिँ माथि दर्शन गरेर आइसकेपछि यहाँ बत्तीहरू बाल्न थालेको माथि चाहिँ धुप बत्तीहरू गर्न नमिलेछ धेरै धुवाहरू भयो भनेर त्यही भएर चाहिँ यहाँ सबै ठाउँमा बत्ती बाल्यो हामीले सबैले हजुर फर्स्ट टाइम नि हामी तर एकदमै राम्रो धेरै ठुलो नि रहेछ खुसी लाग्यो फर्स्ट टाइम आयो छिर्यो 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 है ल दाइले चाहिँ ठुई भरिदिनु भएको छ हामीलाई यो भिड भएको बेलामा त यो ठुई पाउँदैन होइन दाइ अहिले चाहिँ उहाँले खाली भएको बेलामा चाहिँ यसो थापेर राखिदिनु भएको रहेछ ल दाइलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच त्यो ठुईको अलिकति थोरै यसो निकाल्नु पैसा अलिकति दिइराख्नु सुन्यो होइन ठुईको लागि थोरै हजुर हो ल ल अब चाहिँ उकालो उकालो चढेर अब तर उकालो निस्किन आनी सजिलो हो आधा घन्टामा पुग्छौँ हामी 1 घन्टा लाग्छ होला है 1 घन्टा लाग्दैन आधा घन्टामा पुग्छौँ होला है ठुई यहाँ हेर्नु त के खानु भएको ए सानो नानीले चक्लेट खाँदै रहेछ यहाँ ठुलो मान्छेले चाहिँ रेड बुल खाँदैछ फेरि यहाँ ठुलो मान्छेले चाहिँ रेड बुल खाँदैछ सानो आमाले चाहिँ त्यहाँ चक्लेट खाँदैछ जो हिँड्नु पायो हिँड्नु ल हामी चाहिँ मिन्दुरवा दर्शन गरेर नि फर्क्यो मिन्दुरवा चाहिँ यो भित्र यो जङ्गलभित्र रहेछ यहाँ दर्शन गर्ने ठाउँ चाहिँ अनि यहाँ गुप्तेश्वर महादेव पनि भन्ने रहेछ यहाँ धेरै ठुलो नि रहेछ तर उकालो हिँड्नुपर्छ अब हामी खुइ पारेर चढ्दाखेरि 30 मिनट लाग्यो ल अब उकालो चढ्दाखेरि त लाग्छ होला 1 घन्टा स्या हुँदै जाने हो आमा र बाबाको अगाडि म यहाँ बिचमा छु अनि बाउ छोरी यहाँ तल छ छोरी देऊ खुट्टा के अरे लौरो टेक्नुपर्ने भएको छ जहाँ पनि नि गएर आइसकेपछि मान्छेले चाहिँ यसरी ढुङ्गाको चाङ लगाएर राख्छ यो चाहिँ अर्को जुनीको लागि घर बनाएर राखेको भन्ने भनाइहरू रहेछ सबै बनाएछ बाउ छोरी लगाएर पनि अर्को जुनीको लागि घर बनाएर राख्दैछ बिसाउनु होइन बिसाउने हो खास
थाक्यो उकालो हिँडेर आएर थाक्यो पापा आमा पापा दुईजना थाक्यो पार गयो पानी पर्छ कि भन्थ्यो है घाम लाग्यो गर्मी भयो खाएको सबै निकाल्यो केही त खाएको छैन के निकाल्यो अब हिजो अस्तितिर खाएको कान्छी छोरीलाई चाहिँ कस्तो भयो एक महिना जति हिँड्नु पायो भने दाइ त घट्नुहुन्छ छक्कै दाइ हामी जस्तो सिद्रा हुनु यहाँ बहिनीले चाहिँ हामीलाई गाइड गरिराख्दैछ सबै यहाँको बारेमा सबै भनिराखिदिनु भएको छ त्यही त बहिनीले अघि नै गाइड गरिदिनु भएको छ थ्याङ्क यू सो मच बहिनी हामी त यहाँ तीर्थमा आएको मान्छे कति कुरा केही कुरा थाहा हुँदैन नि है तपाईँले भनिदिनु भयो धन्यवाद भन्नु पर्दैन दिदी किनभनेदेखि त्यो त हामी मान्छे भएको कर्तव्य हो होइन र पनि तपाईहरु त बिचरा अब यहाँ अब पहिलोचोटि आउनु भएको छ केही थाहा पाउनुहुन्न त्यही भएर हो हामीले त थाहा पाएको जानेको सेयर गर्नुभयो नि त त्यसको लागि धन्यवाद बहिनीलाई दिदी पुरानो घरहरू त्यही त भनेको यस्तो कस्तो मजाको है के यो खर भन्छ है के भन्छ खरको छानो है कति राम्रो सबै यस्तै हो है यतातिर यस्तो शीतल हुन्छ अरे नि त घर जस्ताहरू जस्तो हुँदैन ए न्यानो शीतल त्यही त कति राम्रो सबै ल गाउँ पनि राम्रो रहेछ यो गाउँको नाम चाहिँ के हो बहिनी दुक्सिली भन्छ दिदी दुप्चेली दुक्सिली राई बस्ती है धेरै जस्तो हो ए पर ऊ पहेँलो है पहेँलो एल्लम्बर राजाको मूर्ति अरे यो ए थाहा भयो ए यो ए आमाले देखेर मैले नि देखेँ यहाँ क्यामेराले झन् कति ताने तपाईँले देखेन चाहिँ के भन्छ यो मेन्दारामा आएर चाहिँ दर्शन गरेर आउनुभयो अनि यहाँनिर पाकेको चुलोमा पाकेको खानाहरू खाइरहनु भएको छ यो चाहिँ सबै उत्पादन गरेको चाहिँ यो हाम्रो हजुर हाम्रो खेतीको खाइरहनु पाउनु भएको छ है हस् लु धन्यवाद छ ल यहाँहरूलाई अर्ग्यानिक खाना खाइरहनु पाउनु भएको छ है यहाँहरूले ल यो चाहिँ मेरो होटलमा मेरो पसलमा ल